आजको सुन चाँदी बजारले फेरि एकपटक लगानीकर्ताको ध्यान खिचेको छ। बजारमा भइरहेको उतार चढावले धेरैलाई अन्योलमा पारेको छ। यदि तपाईँ सुन वा चाँदी किन्ने, बेच्ने वा लगानी गर्ने सोचमा हुनुहुन्छ भने आजको यो अपडेट तपाईँका लागि निकै महत्त्वपूर्ण हुन सक्छ। त्यसैले भिडियो अन्त्यसम्म ध्यान दिएर हेर्नुहोला। नमस्कार, तपाईँ सबैलाई हाम्रो युट्युब च्यानल सुन चाँदी बजारमा हार्दिक स्वागत छ। आज हामी नेपालमा आजको ताजा सुन चाँदीको भाउ, हिजोको तुलनामा आएको परिवर्तन, साप्ताहिक रूपमा सुनको भाउ बढिरहेको छ कि घटिरहेको छ र भोलि सुनको भाउ बढ्ने सङ्केत छ कि घट्ने सङ्केत छ भनेर विस्तृत रूपमा चर्चा गर्नेछौँ। आज मिति 2082 साल चैत 19 गते अनुसार नेपालमा छापावाल सुनको मूल्य प्रति तोला 2,94,000 रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रति तोला 4,780 रुपैयाँ कायम भएको छ। अब हिजोसँग तुलना गरेर हेरौँ। हिजो सुन प्रति तोला 2,97,600 रुपैयाँमा कारोबार भएको थियो भने आज त्यो घटेर 2,94,000 रुपैयाँमा आइपुगेको छ। यसको अर्थ एकै दिनमा सुनमा 3,600 रुपैयाँको गिरावट आएको छ। चाँदीतर्फ हेर्दा पनि केही गिरावट देख्न सकिन्छ। हिजो 4,945 रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पुनः घटेर 4,780 रुपैयाँमा आएको छ। अर्थात् चाँदीमा 165 रुपैयाँको गिरावट देखिएको छ, जसले बजारमा निकै हलचल भइरहेको सङ्केत गर्छ। अब साप्ताहिक ट्रेन्डतर्फ ध्यान दिउँ। पछिल्लो हप्ताको बिहीबार सुन 2,85,600 रुपैयाँसम्म झरेको थियो। त्यसपछि बजारमा उतार चढाव भए पनि समग्रमा उकालो ट्रेन्ड देखिँदै आज 2,94,000 रुपैयाँमा आइपुगेको छ। यसको अर्थ एक हप्तामा सुनमा 8,400 रुपैयाँको वृद्धि भएको छ। यसले बजारमा पुनः कन्फिडेन्स फर्किन थालेको सङ्केत दिन्छ। त्यसैगरी चाँदीको भाउ पछिल्लो बिहीबार 4,820 रुपैयाँ पुगेको थियो, जुन क्रमशः घडबड हुँदै आज 4,780 रुपैयाँमा पुगेको छ। यसले एक हप्तामा 40 रुपैयाँको गिरावट देखाउँछ। यसरी हेर्दा सुनको भाउमा पछिल्लो हप्ताभन्दा वृद्धि भए पनि चाँदीको भाउ भने घटेको छ। यसैगरी आजको भिडियोको मुख्य विषयवस्तुतर्फ हामी आइपुगेका छौँ कि भोलि सुन चाँदीको भाउ बढ्छ कि घट्छ भन्ने कुरामा अन्तर्राष्ट्रिय बजारलाई हेर्दाखेरि भोलि चाहिँ सुन चाँदीको भाउ फेरि एकपटक घट्ने नै जस्तो देखिन्छ। तर सुन चाँदीमा लगानी गर्दा सधैँ जोखिम रहने भएकाले आफ्नो व्यक्तिगत अनुभव, सोचबुझ साथै आर्थिक अवस्था र योजना अनुसार मात्र निर्णय लिनुहोला। तपाईलाई के लाग्छ, भोलिका दिनमा सुन चाँदीको भाउ अझ बढ्ला कि फेरि घट्ने सम्भावना छ? तल कमेन्ट गरेर आफ्नो धारणा अवश्य लेख्नुहोला। यदि तपाईँ यस्तै दैनिक बजार अपडेट, विश्लेषण र जानकारी पाउन चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल सुन चाँदी बजारलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। भिडियो मन परे लाइक गर्नुहोला र अरूसँग पनि सेयर गर्नुहोला। आजको लागि यति नै। धन्यवाद।